Hello, what is up people? Namaste, स्वागत छ मेरो ब्लगमा. Once again welcome back to the channel. Hope you guys doing absolutely fine. So guys, right now I'm in सिंजी. सिंजीमा चाहिँ म किन आएको भन्दाखेरि चाहिँ एक्चुअली म चाहिँ सिंजी पढेको. हाम्रो शंकर हायर सेकेन्डरी स्कुलको प्राङ्गणमा आएको थिएँ अनि स्कुललाई सम्झिने गर्छु म है. यहाँबाट मैले शिक्षा अर्जन गरेँ हैन. शिक्षा अर्जन गरेको बादमा यहाँबाट म धेरै टाढो विदेशसम्म गएर पनि म काम गरेँ हैन. बट एक्चुअली आई हैव लट अफ मेमोरिज है. म चारखोले बसेको, चारखोलबाट सिंजी अरे पैदल हिँडेर आएर हामीले पढ्नु पर्थ्यो हैन. त्यो समयमा अहिलेको जस्तो सुविधा थिएन. त्यो मेमोरीहरू कलेक्ट गर्नु चाहिँ म आएको. अनि तपाईहरु देख्न सक्नुहुन्छ म चाहिँ अहिले यहाँनिर फिलहाल छु. अनि यो चाहिँ हो हनुमानको स्ट्याच्यु भनौँ है. विशेष गरेर मेरो युट्युब च्यानल छ है. युट्युब च्यानलमा चाहिँ यो भिडियो मैले अपलोड गर्नु गइरहेको छु. दया गरेर तपाईहरुले भिडियोलाई लाइक शेयर एन्ड सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला. यहाँनिर घरहरू बन्नेछ. पहिला त यहाँनिर घरहरू थिएन हामी पढ्दा त है. अहिले फिलहाल रोड बनेको छ सिधा. यो टाइपको छ हाम्रो स्कुल चाहिँ. पारी चारखोलेको टपमा भ्यू पनि देखिरहेको छ. पारी सिंजीको यो टोटल भ्यूहरू तपाईहरु देख्न सक्नुहुन्छ. यो चाहिँ स्कुलको स्टार्टिङ पोइन्ट भयो है. यहाँबाट स्कुल स्टार्ट हुन्छ. सो गाइस, हामी चाहिँ जब पनि स्कुलमा हाउस म्याचहरू हुँदाखेरि चाहे फुटबलको होस् चाहे बास्केटबल, प्रायः जस्तो हामी केटाहरू यहाँ बस्यो. ठुलो स्कुल त्यहाँबाट भयो. यो बिल्डिङ बन्ने थियो. बादमा फेरि यो बिल्डिङ बन्नेको रहेछ हैन. यो एउटा बिल्डिङ यो बन्नेको रहेछ, यो बन्नेको रहेछ. अनि यो बन्नेको थियो हामी हुँदा. माथिल्लो तला चाहिँ थिएन हैन. अनि मेन स्कुल चाहिँ अगाडिपट्टि छ. तपाईहरुले देख्न सक्नुहुन्छ. लेट्स प्ले एन्ड लर्न टुगेदर. You can learn something new every day if you listen. Keep the school and its surrounding clean. Go to plastic. Save water. Main स्कुलको प्राङ्गणमा आइपुगेको छु गाइस. एकदमै खुसी लागिरहेको छ. एकदमै शान्ति भइरहेको छ, खुसी भइरहेको छ हैन. आफूले पढेको, आफूले शिक्षा लिएको स्कुलको अगाडि प्राङ्गणमा आउँदाखेरि चाहिँ मलाई एकदमै हर्षित भएको छु. अनि यो मेन बिल्डिङ चाहिँ यो चाहिँ हाम्रो स्कुल हो. हामी क्लास 12 सम्म आर्ट्स स्ट्रिम लिएर चाहिँ हामीले पढेको. शंकर हायर सेकेन्डरी स्कुल सिंजी कालिम्पोङ इस्टाब्लिस भएको चाहिँ 1952 मा. धेरै पुरानो स्कुल हो. एकदमै मजाको, खुबसुरत. तपाईहरु कोही पनि हुनुहुन्छ यो स्कुलमा पढ्ने चाहे एक्स स्टुडेन्ट, कमेन्ट गर्नु होला. स्कुल एउटा मन्दिर हो गाइस है. हामी यहाँबाट शिक्षा अर्जन गर्छौँ है. अब स्कुल भनेको चाहिँ एउटा अब शिक्षा पाउने जग्गा हो नि त हैन. अब यहीँबाट नलेज लिएर हामी देश विदेश गएर काम गर्छौँ हैन. अगाडि सिंजी बजार छ, शुक्रबारे सिंजी बजार. अनि हामी पढ्दाखेरि चाहिँ गाइज अफिस चाहिँ अहिले यहाँनिर रहेछ इन फ्रन्ट अफ द स्कुल है. यो कर्नरमा चाहिँ अफिस थियो. यहाँबाट जस्ट 10 त यहीँ रहेछ है. 10 रहेछ. अनि हाम्रो 12 चाहिँ यो साइडमा थियो पहिला. अहिले चाहिँ यो थाहा भएन. क्लास 8A रहेछ यहाँ अगाडि चाहिँ सक्नुहुन्छ. क्लास 7A रहेछ हैन. क्लास 7A. अनि मेन ढोका चाहिँ स्कुलको चाहिँ यो. ढोकिकन बसेको छु. जति पनि रेकर्ड्सहरू हैन स्कुलको फर्म सायद एप्लिकेसनहरू के पनि हुनसक्छ. प्रार्थना गर्ने रहेछ यहाँनिर हैन. यो क्लास 12 यो साइन्सको रहेछ है. साइन्स स्ट्रिम पनि हाम्रो स्कुलमा अहिले फिलहाल साइन्स स्ट्रिम पनि रहेछ. क्लास 11 को साइन्स क्लास रहेछ हैन. 7A यो टाइपको. अनि स्कुलको नजारा चाहिँ यो टाइपको छ. दामी छ. एकदमै मजा आउँछ. एकदमै खुसी लाग्यो. म चाहिँ एकदमै हर्षित छु. प्रायः स्टुडेन्टहरू स्कुलबाट यहाँबाट निक्लेर जब स्कुल पढिसक्छ हैन, पढिसकेर चाहिँ यहाँबाट गएपछि आफ्नो स्कुललाई फर्केर नै हेर्ने गर्दैन क्या. अनि मलाई चाहिँ किनभने म पढेको स्कुल हो. मेरो इमोसन जोडेको छ यो स्कुलसँग हैन. अनि मैले शिक्षा अर्जन गरेको स्कुल हो. एकदमै धेरै राम्रो टिचर्सहरूसँग पढ्नु पाएँ. देश विदेश गएर त्यहाँको अब इन्टरनेसनली भेट्छ नि त. देश विदेशमा गएपछि त्यो मान्छेहरूसँग इन्टरेक्ट गर्नु सकेँ. अनि बिकज अफ दिस सो म चाहिँ भन्छु फर्केर चाहिँ एकपल्ट हेर्नुपर्छ क्या. एकपल्ट चाहिँ हेर्नुपर्छ आफ्नो जग्गालाई, आफ्नो ठाउँलाई. यहाँबाट हामीले शिक्षा अर्जन गर्छौँ. यहीँबाट हामी ठुलो मान्छे हुन्छौँ. सिंजी त स्पेसली भन्नुपर्दा एजुकेसनल हब हो. अब यहाँबाट भयङ्कर ठुल्ठुलो मान्छेहरू जन्मिएको छ हैन. दुईटै स्कुल पढ्नु पाएँ हैन. म चाहिँ भाग्यमानी पनि छु. स्पेसली भन्नुपर्दाखेरि मैले प्राइमरी लेभलबाटै गरेको. शङ्करदेव जुनियर बेसिक स्कुलदेखि चाहिँ मैले स्टार्ट गरेको. शङ्करदेव जुनियर बेसिक स्कुलदेखि चाहिँ मैले स्टार्ट गरेर चाहिँ हायर सेकेन्डरी लेभलसम्म चाहिँ मैले यहाँ पढेको हो नि त हैन.
त्यो भएर म बिर्सिनु सक्दिनँ। यो ठाउँमा मेरो इमोसन जोडिएको छ, यो ठाउँको कण कणमा मलाई थाहा छ होइन। मेरो बचपन यहीँ गुज्रेको। जब घरमा हुन्छु म एकपल्ट यहाँ आएको हुन्छु, स्कुललाई सम्झिन्छु। अनि तपाईँले जतिले नि हेर्नुहुँदैछ एकदमै भिडियोलाई सेयर गरिदिने। नेचरको बिचमा बसेको स्कुल होइन, यति खुबसुरत स्कुल छ गाइस। तिमीहरू कहाँ पढ्छौ? यहाँ स्कुल पढ्छौ? हाम्रो स्कुल पढ्छ। म नि स्कुल पढेको नि त। तिमीहरू कुन क्लासमा पढ्छौ? 10मा। तिमी? यहाँ स्कुल पढ्छौ? कालिम्पोङ। कुन चाहिँ स्कुल? कुन चाहिँ स्कुल? एकलव्य। ए तिमी चाहिँ यहीँबाट शङ्कर स्कुल पढ्छौ? हाम्रो स्कुल है मजाको छ है हाम्रो स्कुल, दामी नि है। अनि को पढ्छ शङ्कर स्कुल चाहिँ? तिमी पढ्छौ? सबै पढ्छौ? एकदमै खुसी लाग्यो। तिमी पढ्छौ? कुन क्लासमा पढ्छौ? कुन 9मा? भाइ तिमी? 6मा। गुड, भेरी गुड। तिमी? 9मा। भेरी गुड। ल एकदमै मजाको स्कुल। तिमीहरू गाउँको घरको भात खाएर यस्तो राम्रो स्कुल पढ्नु पाउँदा त गर्व गर्नुपर्छ है, दामी हो नि हौ। ल केटा त्यसो गर्दैन, हेलो भन्दा न हल्का। हेलो गाइस। आउ न भाइ हो कान्छो, आउ न, हेलो भन न एकछिन। ल स्कुल पनि देखोस् न, यहाँ आउ न, यहाँ बसु न एकछिन। ल हो त्यसो बस, यसो न स्कुल पनि देख्छ। हेलो भन। ल थ्याङ्क यू। ल मेरो भ्लगर सुनिल भने नि तिमीले यो भिडियोहरू पनि पाउँछ। ल भ्लगर सुनिल, VLOGGER, भ्लगर सुनिल। ल ल ल केटा बाई, सी यू। ल बाई। ल राम्रो खेल ल केटा, पढ्नु नि पर्छ केटा, फेरि है पढ्नुपर्छ है मजाले। ल गाइस अब चाहिँ लाग्नुपर्छ होला। अनि यति भन्दै आजलाई म यो भिडियोलाई यहीँ नै समाप्त गर्नु गइरहेको छु गाइस। एन्ड होप यु गाइस लाइक इट है। विल डेफिनेटली सी यु इन द नेक्स्ट भिडियो। टिल देन गुड बाई, पिस आउट गाइस।